नेपालीमा डरलाग्दो कथा र घटना भन्ने च्यानल रियल हरर टेल्सलाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकनलाई थिच्न नभुल्नुहोस्। भूत पिचाच अलौकिक शक्ति भन्ने कुरा खासै विश्वास गरिहाल्न सबैलाई गाह्रो नै हुन्छ होला। म पनि पहिला त खासै भूत भन्ने कुरामा विश्वास नै गर्दिन थिएँ। भूत पनि हुन्छ र भन्ने जस्तो लाग्थ्यो। तर एक दिन यस्तो घटना घट्न पुग्यो कि जोसुकैको पनि जिउ नै सिरिङ्ग हुने कुरो 66 सालतिरको हो। यो समयमा गाडी हाम्रो गाउँसम्म आउँदैन थियो। त्यसैले हामी भारी बोक्न र वर्षभरिका लागि नुन लिन घुर्मीसम्म जानु पर्थ्यो। एक दिन म त्यही नुनको भारी लिन घुर्मीतिर झरे र घुर्मीमा नुन किनेर घरतिर फर्के। घर फर्कँदा लगभग 7 दिन जति लाग्थ्यो र बाटैमा रुखको फेदमा बास बस्दै आउनु पर्थ्यो र कहिलेकाहीँ त आधा रातसम्म पनि हिँडिरहन पर्थ्यो। यस्तै क्रममा एक रात यस्तो घटना घट्न पुग्यो कि अझै त्यो रातलाई सम्झेर डर लागेर आउँछ। त्यो रात म तिर्पा बेसी हुँदै भालुढुङ्गामा आएर एउटा पार्टीमा बसे। बेलुकाको खाना खाएर सबै भाँडाकुँडा ढाकरमा राखी लुगा झिकेर ओछ्यान लगाई सुतेको थिएँ। दिनभरि भारी बोकेको हिँडेको थकानसँगै म निदाइ नै हालेछु। त्यतिकैमा मेरो कानमा कुनै अनौठो आवाज जस्तो सुनि नै रहेको थिएँ। केही कुरा गरे जस्तो आवाज पनि आइरहेको नै थियो। र केही हिँडे जस्तो आवाज पनि आइ नै रहेको थियो। म त्यो पार्टीमा एक्लै नै सुतिरहेको थिएँ। धेरैचोटि यस्तो आवाज आएपछि म पनि यसो टाउको उठाएर यताउता हेरेँ। त्यो भालुढुङ्गा भन्ने ठाउँ डाँडा र जङ्गलको छेउमै भएकोले हावा पनि सिरिरी चलि नै रहेको थियो। त्यो ठाउँमा एउटा बरको ठुलो रुख पनि थियो। त्यसैको फेदमा थियो म बसेको पार्टी पनि। त्यो पार्टीमा पहिला पनि धेरै नै बसेको थिएँ। तर त्यस दिन चाहिँ एकदमै पत्याउनै नसकिने अचम्मको घटना घट्न पुग्यो। मैले सुनेको थिएँ बर पिपालमा त धेरै नै नकारात्मक कुरा खेल्छन् भनेर। त्यही भएर हो कि त्यस दिन यस्तो घटना घट्न पुग्यो। म सुतिरहेको अवस्था थियो। केही मान्छे मेरो छेउमा आए जस्तो गर्दै थियो। त्यतिकैमा यसो टाउको उठाएर यता हेरेको त एउटा अनौठो अग्लो र कालो छाया जस्तो मान्छे पो उभिरहेको देखेँ। त्यति देखेपछि नबोली त्यो छाया जस्तो मान्छेलाई हेरि नै रहेँ। मेरो मुटु पनि काप्न थाल्यो। मुटु ढुक 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 नै गरिरहेको थियो। मैले
सोच्न थाले यो कुनै अलौकिक शक्ति नै हुनुपर्छ। यस्तै सोच्दै हेरि नै रहे। त्यो छाया जस्तो मान्छे त झन झन ठुलो पो भयो। मैले हेरिरहेको नै थिएँ। एकछिन पछि त फेरि त्यही छाया भएको ठाउँमा त अर्को फेरि मान्छे पो देखा पर्यो। अब के हुने हो नि भनी मनमा सोच्दै नै थिएँ। र रक्षा गर है भगवान्, मलाई केही नहोस् है भन्दै मनमा नै सोच्दै थिएँ। त्यति नै बेला त्यो दुईटै मान्छे बिस्तारै बिस्तारै आकाशतिर पो उडेर गयो। त्यो रात डरमा रातभरि राम्रो नसुतिकन नै बिताएँ। र त्यस दिनदेखि आजसम्म पनि मलाई लाग्छ यो संसारमा अलौकिक शक्ति भूत पिशाच पनि हुँदो रहेछ है भनेर सोच्ने गरेको छु। आशा छ तपाईहरूलाई यो श्रृङ्खला मन पर्यो होला। कस्तो लाग्यो कमेन्टमा लेखिदिनु नभुल्नुहोला। अनि सब्सक्राइब गर्न नभुल्नुहोला। भोलि अर्को श्रृङ्खलामा भेट्ने बाचा गर्छु।